धेरै गाह्रो छ है साथीहरू, धेरै गाह्रो छ। सेक्युरिटी भनेर मलेसिया तपाईँहरू चाहिँ होइन एकतालि राम्रोसँग बुझ्नु होला होइन। यहाँको अब तपाईँको चाहिने अब कति 12 घन्टा ड्युटी, त्यसमाथि तपाईँको छुट्टी एक दिन छैन, 21-2200 रिङ्गेट हुन्छ जम्मा होइन। त्यसमाथि त्यसै खानु आफ्नै होइन, एउटा सिर्फ बस्नु मात्रै दिएको हुन्छ। खानु आफूले किनेर खानु पऱ्यो, पानी धरीसम्म किनेर खानुपर्छ। यहाँ हरेक चिज है, बचाउने कति हो होइन तपाईँको। ल 400 450 खाए पनि कति बच्छ तपाईँको 16-20। ल कोठा चाहिँ यस्तो छ है गाइजहरू, यस्तो छ है। यस्तो ल हेरौँ मलेसियाको सेक्युरिटीको हालत यस्ता छ। किचन यता छ है यस्तो, यता सबै फोरै एउटै व्यवस्थित तरिकाको छैन। ओछ्याउने म्याटसम्म छैन। खाटको त टाढै कुरो है साथीहरू। यस्तो छ है दुःख सुख है। यस्तो ओछ्याएर लुगाहरू चाहिँ यता यस्तो छ है। यस्तो छ है हालत मलेसियाको सेक्युरिटीको हालत। ल गाइजहरू है, ल भुइँमा चिसो प्लाट म्याट साट ओर्ने उछाउने केही दिएछ सबै आफै। ल यतिर यस्तो छ। दाइ हुन्छ अलि पुरानो भद्रगोल छ है साथीहरू। भद्रगोल छ है। आफै विचार गरौँ है साथीहरू। यतातिर टोयलेट यस्तो छ। टोयलेट पनि त्यस्तै फोहोर छ। टोयलेटहरू त्यस्तै। यता जुत्ताहरू भित्रै टोयलेटहरू फोहोर यस्तो फोहोर छ कि यस्तो हालत छ साथीहरू है। के गर्ने, दुःख पाइयो है साथीहरू। नराम्ररी फसायो नि एजेन्टले, नराम्ररी फसायो। के गर्ने है। यस्तो छ यस्तो साथीहरू। अब तपाईँ आफै विचार गर्नुहोस् है।